नमस्कार सबैमा आज हामी नेपालीहरूको निकै महत्त्वको पर्व तिहार मनाउँदैछौँ। यो दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु सुख समृद्धिको कामना गर्दै टिका लगाउने चलन छ। दाजुभाइहरूले पनि आफ्ना दिदीबहिनीहरूलाई सम्मान र उपहार दिने चलन छ। यस पर्वमा लक्ष्मी पूजा गरिन्छ। लक्ष्मी पूजाको दिन विभिन्न प्रकारका रङबाट सजावट गरी साँझमा आफ्नो घर आँगनमा दियो बालेर लक्ष्मी भित्राउने चलन छ। साँझमा आफ्नो घरमा फलफुल फुलपाती पैसा राखी लक्ष्मीको आराधना गरिने चलन पनि छ। दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई सयपत्रीको माला लगाइदिने चलन पनि रहिआएको छ। आफ्नो घरमा झिलिमिली बत्ती बाली देउसी भैलो खेल्ने चलन पनि रहिआएको छ। नानी पनि छेक्नु पर्यो नि नानी। वीडियो बना थे एकै थवा हाले भइहाल्छ नि।
मिसाल्यान्ड नदी भन्ने क्या खै हालुका पछाडि छ भयो भइसकेन एउटा मान्छे टिको लगाएको नि त जाउँ गर्नु पर्ने भएन नि त सिमा राख्दै अनि पहिला चामल राख्नु झ्याप झ्याप राख्दै राख्दै टन्ने हो र अलिक धेरै धेरै कुममा राख्दै चामल राख्दै पहिला चामल राख्दै पुरै हाल्नु क्या एकजनालाई यसो झ्याप आज मिलिङ आएको नानीको पाली छ के अरे होइन उनीहरू पछौटी रहेछ पानी हाल्नु तिनीहरू त जम्मै त्यो टाउको जम्मै झारिसकेको छ पानी लान्छ नि डल्लो हुन्छ भोकै लाग्यो पहिले त यदि ट्याब एकै ट्याब लाग्यो भइहाल्छ नि त्यहाँ भित्र क्या दराजमा यसो Cái